शनिबार टोकियोबाट अमेरिकाको टेक्सासका लागि उडेको अल निप्पोन एयरवेज ANA को विमान यात्रुले बीच आकाशमै निस्कने ढोका खोल्ने प्रयास गरेपछि आकस्मिक अवतरण गर्न बाध्य भएको छ। अमेरिकी सञ्चार माध्यमहरूले जनाएअनुसार उक्त यात्रुलाई विमानका अन्य यात्रु तथा चालक दलका सदस्यहरूले नियन्त्रणमा लिएका थिए भने सिएटलमा विमान अवतरण भएपछि अधिकारीहरूले उनलाई हिरासतमा लिएका थिए। CNN लगायतका स्रोतहरूका अनुसार यो घटना टोकियोबाट ह्युस्टन, टेक्सासका लागि उडेको ANA उडान नम्बर 114 मा भएको थियो। मे 24 मा बिहानको 10:30 बजे जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टका लागि उडेको विमानले करिब 10 घण्टाको उडानपछि सिएटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो। सिएटलका अधिकारीहरूले यात्रुले उडानकै क्रममा निस्कने ढोका खोल्ने प्रयास गरेको खबर पाएपछि तत्काल कारबाही अगाडि बढाएका थिए। फेडरल एभिएसन एडमिनिस्ट्रेसन FAA का प्रवक्ताले CNN लाई बताएअनुसार विमान यात्रुको अवरोधका कारण डाइभर्ट गरिएको थियो। NBC न्युजले जनाएअनुसार ढोका खोल्ने प्रयास गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई चिकित्सा सङ्कटको निदान गरी अस्पतालमा भर्ना गरिएको थियो। सिएटलमा अवतरण गरेपछि अर्का एक यात्रुलाई पनि अनियन्त्रित व्यवहारका कारण विमानबाट हटाइएको थियो। यी दुई यात्रुको कुनै सम्बन्ध थिएन। त्यसपछि विमान ह्युस्टनका लागि प्रस्थान गरेको थियो।